ल धेरैजनाले भन्नुभएको थियो मलाई चाहिँ ब्ल्याकमा ड्युक चाहियो भनेर, तपाईँहरूको लागि भनेर ब्ल्याकमा ड्युक लिएको छ, त्यो पनि अलिकति सस्तो प्राइसमा है। धेरैजना अलिकति बजेट फ्रेन्डली हुनु पऱ्यो दाइ भन्नुभएको थियो, तपाईँहरूको लागि भनेर बजेट फ्रेन्डली पनि लिएको छु। र बाइक पनि बवाल छ है, फेरि बजेट फ्रेन्डली मात्रै होइन, बाइक पनि बवाल छ। अगाडि पछाडि दुइटै अपोलो अल्फा एच1 टायर छ है। बाइक फुल सर्भिसिङ गरेर राखिसक्यो। बाइक चाहिँ ब्ल्याक कलरमा हामीले ओरेन्ज स्टिकर हालिदिइसकेको छ। हेर्नुहोस् टायरहरू सबै ओके छ, अपोलो अल्फा एच1 हालिदिएको छ यसमा पनि। 16 मोडलको बाइक चाहिँ हामीसँग जुन मोडलको आए पनि राम्रै लिन्छ हामीले है। तपाईँहरूको पनि बेच्नु छ किन्न छ भने पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ, बेच्नु छ भनेपछि नि कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। यो चाहिँ 2016 मोडलको बाइक हामीसँग अपडेटमा आइसक्यो है। ल इन्जिनहरू सबै एकदमै फ्रेस नै छ है। हामीले चाहिँ वायरिङ सब कुराहरू हेरेर बल्ल लिन्छ हामीले। वायरिङहरू च्यासिसदेखि लिएर तपाईँको हरेक कुराहरू हेरेर बल्ल लिन्छ है। बाइक एकदमै फुल्ली फ्रेस कन्डिसनमा छ, सिल ब्याक इन्जिन छ अहिलेसम्म पनि है। हेर्न सक्नुहुन्छ बाइक क्राफ्ट्स पनि एकदमै बवाल नै छ है। हामीले ओरेन्जमा हालिदिएको छ र सिल ब्याक इन्जिन हेर्न सक्नुहुन्छ। वायरिङहरू सबै ओके छ, च्यासिसहरू पनि सबै ओके छ है। बाइकमा त्यस्तो बनाउनु पर्ने केही पनि छैन। यो चाहिँ 26,000 किलोमिटर रनिङ गरेको छ। बाइक एकदमै बवाल कन्डिसनमा छ। पछाडि पनि अपोलो अल्फा एच1 नै टायर छ। चाहिन्छ भने छिटो भन्दा छिटो कन्ट्याक्ट गर्नु होला। गण्डकी प्रदेश हो। बाइक अञ्चलीकरण भए पनि बाइक चाहिँ बवाल छ है। फेरि किन बवाल छ भनेपछि हामीले हेरेर लिने हो, सोरुममै सर्भिस गर्ने हो, त्यही भएर नि बाइक बवाल हुन्छ है। बाइक अञ्चलीकरण बाइकहरू झुम्पाक हुन्छ भन्ने हुन्न है, हेरेर लिने हो। 26,000 किलोमिटर रनिङ गरेको छ। यसको यो लिभरहरू पनि डुक्टी फिटी हालिदिएको छौँ है। आउनु सक्नुहुन्छ, प्राइसमा अलिकति हेर्नुहुन्छ। ल बाइक चाहिँ यही हो है। हाम्रो लोकेसन पोखरा अमरसिंह चोक हो, आउनु सक्नुहुन्छ। बाइक हेर्न सक्नुहुन्छ कस्तो तल्किरहेको छ है। अगाडि पछाडि दुइटै अपोलो अल्फा एच1 ब्रान्ड न्यू टायरको साथमा बाइक बवालै फ्रेस हुन्छ हामीसँग। तपाईँलाई थाहा नै छ, बनाउनु पर्ने कुराहरू सबै बनाएर राखेको हुन्छ। अलिकति डिस्टर्बिङ आएको होला साउन्ड है, अब रोडको छेउमा छ, के गर्नु होइन, साउन्ड सुनिदिउँ है त। अब बाइक गोली नै छ है, आएर मजाले चेक गर्न सक्नुहुन्छ। र प्राइसको लागि चाहिँ कल गर्नु होला है त।